महानगरपालिकाले वातावरण संरक्षण र हरियाली प्रवर्धनलाई अझ प्रभावकारी बनाउन के कस्ता योजनाहरू अघि सारेको छ भन्ने विषयमा हामीले महानगरका वातावरण तथा हरियाली प्रवर्धन शाखा प्रमुख प्रकाश बहादुर ऐयरसँग कुराकानी गरेका छौं। अबको क्रममा सोही विषयवस्तु प्रस्तुत गर्दैछौं। स्वागत छ सर। थ्यांक यू। अब यो स्थानीय सरकार आइसकेपछि चाहिँ वातावरण संरक्षणको जिम्मेवारी पनि छ। समग्रमा वीरगञ्ज महानगरपालिकाले वातावरणीय क्षेत्रमा कस्तो खालको कामहरू गरिरहेछ? संवादको सुरुवात यहीबाट गरौँ। क्वेसनको लागि धन्यवाद। वीरगञ्ज महानगरपालिका नेपालको मधेस भूभागमा रहेको मधेस प्रदेशको एकमात्र महानगरपालिका हो, जुन चाहिँ हाम्रो पर्सा जिल्लाको हाम्रो भारतको रक्सौलसित जोडिएको एउटा महानगरपालिका हो। नेपालको एकदम तराई भूभागमा भएको र मेन चाहिँ पर्सा जिल्लाको जुन वीरगञ्ज भन्ने क्षेत्र छ, औद्योगिक नाका पनि भएको हुनाले अरू ठाउँको भन्दा वातावरण जुन चुनौतीको हिसाबले हेर्ने भने अलिक फरक किसिमको छ। यसमा मेनली चाहिँ वातावरण सेक्टरको हिसाबले चाहिँ तपाईँको इन्डस्ट्रियल पोल्युसन जुन हाम्रो उद्योगबाट जुन उत्सर्जित धुवाँ धुलो र ढल प्रदूषणको समस्या भयो र हाम्रो फोहोर मैला व्यवस्थापन मेन चुनौतीको रूपमा चाहिँ रहेको छन्। यो क्षेत्रमा चाहिँ वीरगञ्ज महानगरपालिकाले म चाहिँ वातावरण तथा हरियाली परिवर्तन शाखा प्रमुखको नाताले म चाहिँ आफू प्रोफेसनली इन्भाइरोमेन्ट ब्याकग्राउन्ड भयो भने मैले चाहिँ यो सेक्टरमा गर्न सक्ने कामहरू चाहिँ गरेको र महानगरपालिकाले चाहिँ यसमा चाहिँ गरिएको कामहरू भनेको चाहिँ उद्योग व्यवसायहरू जुन चाहिँ छन् जसले चाहिँ प्रदूषण फैलाइरहेको छ त्यसलाई चाहिँ ताकेता गर्ने, समय समयमा चाहिँ त्यसको अनुगमन गर्ने होइन, तिनीहरूका जुन वातावरण अध्ययन प्रतिवेदनहरू हुन्छ त्यो बमोजिम चाहिँ काम गरेको छ कि छैन, उनीहरूले चाहिँ जुन प्रतिबद्धताहरू चाहिँ निभाएको हुन्छ त्यो बमोजिम गरेको छ कि छैन भनेर हामीले फिल्ड मोनिटरिङ गर्ने र त्यसै गरेर चाहिँ त्यो हाम्रो लिगल डकुमेन्टहरू जस्तै सेल्फ मोनिटरिङ एसेसमेन्ट रिपोर्टहरू चाहिँ हामीले चाहिँ लिने गरेको छ र त्यो त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको छ वातावरण सेक्टरमा चाहिँ। यो प्रदूषण सिर्जना गर्ने कस्ता उद्योगहरू र समग्रमा कति छ त्यस्ता उद्योगहरू? यस्तो छ, कति छ भन्दा पनि प्रदूषण गर्ने उद्योगहरू भनेको ठुलो उद्योगहरू जसले चाहिँ बढी मात्रामा चाहिँ हाम्रो जस्तै भनौँ न टेक्सटाइल उद्योगहरू भन्छ, जो कपडा वासिङहरू, त्यसै गरेर चाहिँ हाम्रो घिउ जुन हाम्रो तेल प्रशोधनहरू गर्ने हुन्छ, त्यसै गरेर चाहिँ हाम्रो तपाईँको डाल्डाहरू गर्ने हुन्छ, पेपर उद्योगहरू हुन्छ होइन, अनि लेदर उद्योगहरू हुन्छ। यसले चाहिँ बढी मात्रामा चाहिँ तपाईँको चाहिँ जुन हाम्रो ढल हुन्छ, ढल प्रदूषण चाहिँ बढी गरेको देखिन्छ। त्यो चाहिँ मापदण्डभन्दा बढी छ कि त्यही कन्ट्रोलमा छ? तपाईँहरूको अनुगमनमा के पाउनु भएको छ? यस्तो छ, अब हाम्रो वातावरण मन्त्रालय मार्फत चाहिँ जुन हाम्रो एक किसिमको वातावरण विभागले चाहिँ एउटा मापदण्ड सेट गरिदिएको छ, जुन चाहिँ ढल प्रदूषणमा विभिन्न प्रकारका उद्योगहरूको चाहिँ एउटा मापदण्ड सेट गरिदिएको छ होइन। त्यो मापदण्ड अनुसार चाहिँ कति उद्योगको छ भनेपछि कति उद्योगको चाहिँ त्यस्तो भेटिएको छैन।